हेलो नमस्ते एभ्रिवान वेलकम छ हजुरहरू सबैजनालाई मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी अर्को हाम्रो आफ्नै कम्पोजिसनलाई प्र्याक्टिस गर्न जाँदैछौँ। यो गीत चाहिँ मैले यो गीत पनि 2-3 वर्ष अगाडि पनि लेखेको थिएँ हैन। यो गीत चाहिँ यो फादर र डटरको एउटा प्योर रिलेसनसँग रिलेटेड बनाउन ट्राई गरेको थिएँ मैले। फर्स्टमा म अलिकति गाएर सुनाउँछु अनि हाम्रो किरणलाई पनि गिटारको उसलाई चाहिँ पार्टको लागि चाहिँ म एक्चुअली ट्राई गर्न भन्छु हैन। सुरुमा म अलिकति गाएर सुनाउँछु मेरो कम्पोजिसन विदाउट म्युजिक भनौँ न, विदाउट गिटार यस्तो छ हैन। मेरी प्यारी परी तिमी मेरो जीवनको खुसी तिमी मेरी प्यारी परी तिमी मेरो जीवनको खुसी तिमी मेरी प्यारी छोरी तिमी मेरी प्यारी छोरी तिमी तिम्रो मुस्कान सँगै जीवन हुन्छ देख्दा सुख तिम्रा जीवन अन्ध्यारो लाग्छ त्यसैले मुस्कुरा धेरै मलाई नसता मेरी प्यारी परी तिमी मेरी प्यारी छोरी तिमी। थ्याङ्क यू। म त्यस्तो लेख्न ट्राई गरेको थिएँ होइन। म यसको छोटो कथा पनि मैले लेखेको थिएँ, यो पनि म सुनाउन चाहन्छु हजुरहरूलाई। तर एकछिन चाहिँ अब हाम्रो किरणले गिटारको पार्ट हेर्दै हुनुहुन्छ कुन कर्डमा कसरी गर्ने होइन। जस अब अलिकति गिटारले म्युजिक दिँदाखेरि चाहिँ कतिको हुन्छ भन्ने चाहिँ हामी ट्राई गर्नेछौँ, त्यो हजुरहरूलाई देखाउनेछौँ। जस कस्तो लाग्छ के लाग्छ कमेन्ट गर्नु होला होइन। कमेन्ट नै हामीलाई चाहिँ एकदमै इम्पोर्टेन्ट छ अहिलेको लागि चाहिँ, किनभने यो हाम्रो अब सुरुवात हो। कसरी हामी आफूलाई इम्प्रुभ गर्न सक्छौँ, कसरी अब राम्रो कम्पोजिसन होइन कसरी गरेर चाहिँ हजुरहरूको सामु चाहिँ राम्रो राम्रो गीतहरू लिएर आउन सक्छौँ भन्ने हिसाबले चाहिँ अब यो भ्लग पनि बनाएको छु होइन। त्यही भएर सपोर्ट गर्नु होला, माया गर्नु होला होइन। दाइले चाहिँ अब गिटारको तिमी हेर्दै गर होइन। म अब यसको कथा छोटो मिठो भन्छु कि जस कथा चाहिँ कस्तो हिसाबले लेखेको यो गीतलाई चाहिँ एउटा भन्ने होइन। हुन्छ तिमी हेर्दै गर हो। हस्बेन्ड र वाइफ हुन्छ होइन, अलिकति गरिब भनौँ न, अलिकति स्ट्रगलिङ स्टेजमा हुन्छ होइन। सानो मेहनती सानो घर परिवार अनि वाइफ चाहिँ त्यति बेला अब प्रेग्नेन्ट हुन्छ अनि प्रेग्नेन्टको बेलामा अब हस्बेन्डले गर्ने माया होइन अनि हस्बेन्डको साथ
त्यो गीतमा अब देखाउन खोजेको। त्योभन्दा पनि मेन इम्पोर्टेन्ट चाहिँ मैले अब छोरी र बुवाको सम्बन्धलाई अलिकति हुन्छ नि यो फिल गराउन खोजेको मात्र हो। अनि वाइफ प्रेग्नेन्ट भएको बेलामा डेलिभरीको टाइममा चाहिँ छोरीलाई जन्म दिने टाइममा आमाको अब डेथ हुन्छ होइन। त्यसपछि चाहिँ अनि अब आमाको डेथ भइसकेपछि त अब सबै अब जिम्मा बुवाकै भयो नि त। अनि त्यति बेला चाहिँ अनि छोरीलाई हुर्काउने होइन, छोरीको लागि अब खाना बनाउने, अनि त्यसपछि त्यसरी नै अब अनि छोरी रोएर सुत्न नमान्दाखेरि चाहिँ अनि बुवाले चाहिँ अब यो गीत गाएर छोरीलाई अब हुन्छ नि सुताउनलाई ट्राई गर्छ होइन। त्यसको लागि चाहिँ अब यो गीत मैले त्यो फिल गरेर लेखेको थिएँ। अनि त्यही भएर यसको टाइटल चाहिँ मैले प्यारी छोरी भनी दिएको छु होइन। अनि जस अब कस्तो लाग्छ होइन कमेन्ट चाहिँ गर्नु होला, किनभने अब त्यसपछि म कसरी इम्प्रुभ गर्ने भन्नेतिर पनि म लाग्छु नि त कमेन्टबाट नै अब होइन। ठिक छ, अब भाइले गर्दैछ होइन। अब हामी ट्राई गर्नेछौँ गिटारमा, सुन्नु होला, हुन्छ ट्राई गर्ने। कतिको स्लोमा जाने मेरी प्यारी परी तिमी मेरो जीवनको खुसी तिमी मेरी प्यारी परी तिमी मेरो जीवन
हजुरलाई अब यति सुनाएँ होइन अब चाहिँ हामी यसलाई चाहिँ राम्रोसँग प्र्याक्टिस गरेर चाहिँ अब भनौँ न कम्प्लिट गर्ने हिसाबले चाहिँ गरेर चाहिँ अब सुनाउँछु यतिसम्म चाहिँ हामीले सुनाएँ हजुरहरूलाई होइन यो चाहिँ एकदम फर्स्ट एउटा ट्राई थियो भनौँ न गिटारमा होइन मैले कम्पोजिसन गरेको र अब गिटारमा गर्दाखेरि अलिक फरक हुन्छ होइन त्यही भएर जस अब गिटारमा चाहिँ हामी प्र्याक्टिस गरेर त्यो भिडियो चाहिँ तपाईँहरूलाई देखाउनेछौँ अहिलेलाई चाहिँ त्यो प्र्याक्टिसको भिडियो भयो थ्याङ्क यू सुरु गरौँ भाइ हेलो नमस्ते एभ्रिवान वेलकम छ मेरो युट्युब च्यानलमा हेलो नमस्ते एभ्रिवान वेलकम छ हजुरहरू सबैजनालाई मेरो युट्युब च्यानलमा